कान्छा भाइ तिमीलाई पैसा के भयो तिमीलाई गोली कहाँ लाग्यो तिमीलाई दाना पानी छ कि छैन लत्ता कपडा छ कि छैन भनेर अहिले आशिका दिदी पीडितको घर घरमा जानु भएको छ नि तिमीहरू त्यहाँ बसेर कमेन्ट देखेर भिडियो देखेर ओहो माता सरस्वती देवी हाम्रो धरती माता आमा आउनुभयो भनेर अहिले तिमीहरू ट्रोल बनाएर राखिरहेछौ नि ओहो पछाडिबाट राको लाएर त्यो फुत्काइरहेछौ नि सहयोग अनुदानहरू के गरिरहेछौ नि ए हिजो त्यही रवि लामी छानेले तिमीहरूकै दिदी बहिनीको उद्धार गरे होइन हिजो रवि लामी छानेले त्यही देशको भ्रष्ट रोकिनुपर्छ भनेर आवाज उठाएको होइन हिजो रवि लामी छाने भन्दा पहिले कुन चाहिँ एउटा पुरुष देखाउनु भ्रष्टको यहाँ सखाप हुनुपर्छ भनेर आवाज उठाउने यो घोक्रो सुक्ने गरी कराउने रवि दाई होइन तिमीहरूलाई खाउन्जेलसम्म तिमीहरूको चेलीबेटी उद्धार गरुन्जेलसम्म तिमीहरूको राष्ट्रको घाँटी दुख राष्ट्रको लागि घाँटी चिच्याएर बोलुन्जेलसम्म सबै राम्रो भयो प्रधानमन्त्री बन्नुपर्छ अब रविजी आउनुहोस् भनेर उचाल्ने तिमीहरू नै भेडा होइन अनि त्यही अहिले बिना प्रुफको त्यो एउटा सरकारी ठग लगाएर अहिले यो सरकारी ठग हो मा ठग भन्ने तिमीहरू नै होइन अहिले के अरे हाम्रो आशिका दिदीले पैसा दिइरहनु भएको छ सबै दुखी पीडितलाई गरिरहनु भएको छ नि हिजो रविले पनि पीडितलाई गरुन्जेलसम्म रवि दाई नेसनल इन्टरनेसनल हिरो भइरहेको थियो अब आशिका दिदीले एउटा गल्ती गरून् त आशिका दिदीले केही तलमाथि अब 2-4 वर्षमा केही गरून् त यसलाई जर्मन पठाउनु पर्छ यो विदेशी म नागरिक हो यसको पैसा विदेशी हो यसलाई भोट दिनुहुन्न यसलाई जिताउनु हुन्न भन्न तिमीहरू नै आउँछौ तिमीहरू जस्तो अपराधीलाई यो देशमा तिमीहरू जस्तो अपराधीको सेवा गर्नु भनेको त नि कसम आफ्नो जिउमा आफै पेट्रोल छर्केर मर्नु हो त्यही भएर आशिका दिदी छोड्दिनुहोस् हिजो रविले पनि यिनै जनताका छोराछोरी बचाएको हो हिजो रविले पनि यिनै जनताका छोराछोरीलाई न्याय हुनुपर्छ अत्याचार भयो भनेर आवाज उठाएको हो आज जेलको कोठरीमा थुनिरहनु भएको छ किन थाहा छ यही जनताले गुहाएर बुझ्नुभयो आज महा ठगको नाम दिन्छन् यही जनता भोलि तपाईँलाई पनि विदेशी भनेर तपाईँको नाम दिन्छन् यो भिडियो लेखेर राख्नु यो भिडियो सेभ गरेर राख्नु यति भएन छ नि यो नेपालमा नि कसैका छोराछोरीलाई उद्धार गर्नु पर्दैन खल्ली बल्ली छोडिदिनु कसैको छोराछोरीलाई हेर्नु पर्दैन यहाँ नपाउन्जेलसम्म देवी धरतीमा त गर्न छोड्नुहोस् त आम्मै यति गल्ती गर्नुहोस् धेरै गर्नु पर्दैन एक मिस्टेक गर्नुहोस् दुधले नुहाका जस्तो खोज्छन् यहाँ यस्ता नेपालीका पुत्रहरूलाई पनि गर्नुपर्छ जाओस् जेल दिनु इन्डियालाई दिए हुन्छ देश यस्ता यो जाब गऱ्यो गर्ने नाम हुजी भन्नु त भएन नि त गरिसकेपछि त्यसको सम्मान हुनु पर्यो कदर हुनु पर्यो गरेको मान्छेको कुरा सुन्नु पर्यो